हेलो गाइस, वेलकम छ मेरो भिडियोमा सबैजनालाई। आज चाहिँ मलाई डोसा खानु मन परेर दिनेश दादा ड्युटीबाट आएपछि मिठो कप चिया बनाएर दिएर फकाएर डोसा खानु जुम्ला भनेको ओके भन्नुभयो। सो हामी चाहिँ डोसा खानु आयौं। छोराले चाहिँ हामीलाई दैलो खोलिदिँदैछ, कति गुड बोय। सो हामी आमा छोरा बसेर चाहिँ यसो मेन्यु पल्टाएको जस्तै गरौँ। खासै मेन्यु हेर्नुपर्ने पनि थिएन, किनभने हामीलाई थाहा थियो हामी के खानु गएको, तर पनि यसो हल्का फर्मालिटिज है। सो गाइज बसिरहेको थियो। यो डेकोरेसनहरू चाहिँ साह्रै मन परेर मान्छे कोही नभएकोमा टक्कै भिडियो गरिदिइहालेको। मलाई मन परेको डेकोरेसन चाहिँ यो खरको हो। अनि यता हेरेको त उहाँहरूकोमा कति राम्रो यो भिन्टेज कलेक्सन रहेछ, कति राम्रो पनि लाग्यो। अनि हामीलाई चाहिँ लाग्यो कि हामी चाहिँ इन्डियामै बसेर खाइरहेको छौँ, इन्डियाको भाइब्स आयो। सो यो खरको डेकोरेसन चाहिँ बेस्ट थियो मेरो लागि त्यहाँनिरको। सो गाइस हाम्रो चाहिँ खाना आइसकेको छ। डोसा मात्रै मगाउँदा चाहिँ अलिकति अप्ठ्यारो लाग्यो र इडली र डोसा मगायौँ। अन्त हामी तीनजना आमा बाबा छोरा बसेर मजाले खायौँ। एकदमै मिठो थियो। सो अहिलेको ट्रेन्डी गीतमा रिल्स बनाउँदै इडली साम्बर डोसा चटनी भन्दै मजाले रमाइलो गर्दै खायौँ। अब के गर्नु है गाइस, आफ्नो नानीले जति नै खाए पनि आफ्नो हातले 2-3 गाँस नखुवाइदिन्जेलसम्म अगाएन कि भोकै हुन्छ कि भन्ने मनमा हुन्छ। सो त्यस्तै सोचेर मैले पनि नानीलाई 2-3 गाँस खुवाएँ। ऊ पनि एकदम मिठो मानेर खायो। मेरो छोरा चाहिँ खानुमा अलिकति नाटक गर्छ, तर उसलाई डोसा चाहिँ मिठो लागेछ, त्यही भएर मजाले खायो। अन्त गाइस त्यति सकेर हामी पे गरेर डोसा मिठो भयो भनेर म चाहिँ बाटोमा नाच्दै हिँडेँ। सो गाइस सबैजनालाई थ्याङ्क यू फर वाचिङ मेरो यो सानो फ्यामिली भिडियो। बाई बाई, टेक केयर।